हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। आजदेखि चाहिँ म यस्तै ब्लगहरू बनाउनेवाला छु होइन। मेरो नाम चाहिँ सागर हो। म पहाडदेखि यहाँ तराई काम गर्नको लागि आएको छु होइन। यहाँको केही चिजहरू म हजुरहरूलाई देखाउनेवाला छु होइन। अनि त्यसको लागि चाहिँ साथ सपोर्ट अनि माया गरिदिनु होला भन्न चाहन्छु। अनि चाहिँ फर्स्ट भिडियोमा चाहिँ म आज हजुरहरूलाई एउटा पहाड देखाउने छु। जस्तै पहाडमा पहाड हुन्छ नि, त्यस्तै यहाँ पनि पहाड बनेको रहेछ होइन। त्यो देखाउन गइरहेको छु हेर्नु। अनि यो रहेको छ पहाड, हेर्न सक्नुहुन्छ। इन्जिनियर इन्डियाबाट आएर यो पहाड बनाएको हो। यो पहाड के को लागि हो भन्नु सोचिराख्नु भएको होला होइन। अनि चाहिँ यो चाहिँ माथिबाट चाहिँ पानी तल झर्ने भयो यहाँदेखि, अनि यो बिचदेखि पनि पानी तल झर्ने भयो, अनि यहाँदेखि पनि तल झर्ने भयो, पानी जम्मा हुने भयो यहाँ। हेर्न सक्नुहुन्छ। यहाँ फोटोसोटो खिच्नको लागि पुल पनि बनाएको छ, यहाँ स्टेप पनि बनाएको छ। त्यहाँ जानको लागि कसैले नुहाउनु छ भने त्यहाँ उ गर्न सकिन्छ होइन। अनि चाहिँ यो पानी चाहिँ कहाँबाट कहाँ जान्छ भन्ने कुरा अझै पनि हजुरहरूले सोच्नु भएको होइन होला। र यो पानी चाहिँ यो जो तलको पानी देखिया छ त्यही पानी माथि जाने भयो होइन। त्यही पानी माथि जाने भयो, माथिदेखि फेरि तल झर्ने भयो होइन। तल झर्ने भयो, फेरि माथि जाने भयो, फेरि तल आउने भयो, फेरि माथि जाने, फेरि तल आउने। यो पानी घुमिरहने हो कि। यसमा सेल्फी भन्छन्, फोटो खिच्नुको लागि आइरहन्छन् मान्छेहरू, धेरै आइरहन्छन् होइन। अनि चाहिँ यो कसरी बनाएको होला, यो चाहिँ मैले नै बनाएको हो। यो के भन्छन् स्टेप, अनि चाहिँ यो मैले नै बनाएको हो। यो पहाड चाहिँ इन्डियादेखि इन्जिनियर साहब आएर यो बनाएर गइसकेका छन् होइन। अनि चाहिँ यो कसरी चलिरहेको छ भन्ने कुरा अहिले देखाउँछु म, कसरी के गरिरहेको छ भनेर कुरा होइन। अनि चाहिँ जो पहाड देखाएँ मैले, त्यो माथि पानी कसरी जाला, त्यो तलको माथि कसरी जाला भन्ने सोचिराख्नु भएको होला होइन। अनि चाहिँ यो यसरी जाने हो कि। यो हेर्न सक्नुहुन्छ, यो मोटर लगाएको छ, त्यो पाइप हेर्न सक्नुहुन्छ, 3टा पाइप। त्यो पाइपदेखि पानी जाने भयो, यहाँदेखि पानी तान्ने भयो होइन। प्रेसर जोडिएको छ, मोटरले तान्ने भयो होइन। अनि चाहिँ यहाँदेखि माथि जाने भयो 3टा पाइपदेखि, अनि त्यहाँको पानी तल आउने भयो, फेरि माथि जाने भयो, फेरि तल आउने भयो, यस्तै घुमिरहन्थ्यो कि। अनि चाहिँ अर्को भन्नुपर्छ, अब अरू केही देखाउन गइरहेको छु, हेरिदिनु होला, लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। चाहिँ अरू भन्नुपर्छ, सबैभन्दा पहिले मैले गेट देखाएन हजुरहरूलाई। अब त्यो पहाड त हेर्नुभयो होला, पहाड कसरी बनेको हो भन्ने सोचिराख्नु भएको होला। अब गेट हेर्नुहोस्, गेट कसरी बनेको हो त। ल गेट ल हेर, टेक्नोलोजी छ कि छैन भन्नुहोस् त। यहाँ इन्जिनियर आएर यो चाहिँ सिमेन्टको हो कि। यहाँ कोही त साँच्चै यो रुखलाई यहाँनिर बसाल्या हो भन्न सोचिराख्नु भएको होला होइन। तर यो चाहिँ सिमेन्टको हो कि एउटा होइन। हेर्न सक्नुहुन्छ, पुरै रुखै बनाइदिएको छ होइन। चाहिँ गेटको ढोका पनि होइन, पुरा टक्क लगाएर चाहिँ बिचमा ढुङ्गा अड्काएर होइन, बब्बाल तरिकाले गेट पनि बनाएको छ। यो गेट भइहाल्यो, फुलसुल पनि लगाइसकेको छ बाटोमा, यहाँदेखि बाटो जाने भयो। अनि चाहिँ यहाँ यस्तै घर छन् कि, राम्रो घर छन् होइन, यहाँ लगाइसकेको छ। प्रायः आजको भिडियो यति नै रहेको छ होइन। पहिलो भ्लगमै मैले यति देखाइदिएको छु हजुरहरूलाई होइन। अब चाहिँ यस्तै भिडियोहरू अरू पनि ल्याउने छु, त्यसको लागि साथ सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु। अनि यो भिडियो कस्तो लाग्यो कमेन्टमा राम्रो लाग्यो राम्रो भन्नु लेख्नु, नराम्रो भने नराम्रो लेख्नु होइन। नराम्रो लेख्यो भने म बनाउनै छुट्दिन्छु होइन, राम्रो लेख्यो भने अहिले हुन्छ नि मान्छेलाई ऊ लाग्छ होइन, दोस्रो भिडियो बनाउनको लागि अहिले ठिक लाग्छ होइन। त्यसको लागि चाहिँ बरु लाइक सब्सक्राइबर मलाई केही चाहिएन, कमेन्टमा यो भिडियो कस्तो लाग्यो त्यति नै भनिदिनु होला भन्न चाहन्छु। धन्यवाद।